नेपाली काङ्ग्रेसका संसदीय दलका उपनेता एवं पूर्व मन्त्री हिमाल कार्कीलाई पनि देखिरहेको छु। प्रदेश सभाको सदस्यमा भएर मैले चाहे जति काम गर्न सके, खुसी मानिरहेको छु भन्ने पो हुन्छ कि होइन, यो त जति गरे पनि दिक्कै लाग्दो रहेछ, काम गर्न पनि गरिने, नदेखिने पनि, अनि माथिबाट सवाल पनि गर्ने, माथिको निर्देशन मानेर उहाँको शब्द लिन्छु, विवेक समेत बन्धक राख्नुपर्ने, काम गर्नुपर्ने अवस्था जुन छ नि, यसलाई कसरी मूल्याङ्कन गर्नु छ प्रदेशको नेतृत्व गरिरहँदा? स्वतन्त्र ढङ्गबाट प्रदेशको संरचना अगाडि बढिरहेको छ जस्तो मलाई लाग्दैन। यथार्थ पनि यही हो, किनभने अब यो केन्द्रीकृत मानसिकता अहिलेसम्म नगएको अवस्था छ। हामी राजनीतिक दल चाहे त्यो प्रदेश स्तरमा काम गरिरहेका हौँ, चाहे स्थानीय तहमा काम गरिरहेका हौँ, कुनै कुनै राजनीतिक दलको केन्द्रीय नेतृत्वले निर्देशित गरे बमोजिम अगाडि बढिरहेका छौँ, जसको छाया प्रदेशमा नपर्ने प्रश्नै उठेन, परिरहेको छ। तर मूलभूत रूपमा समस्या पनि यही हो। यदि यो मुलुकमा साँच्चैकै सङ्घीय संरचनालाई आत्मसात गरेर नेताहरूले केन्द्रीकृत मानसिकता तोकेर संविधान प्रदत्त अधिकारहरू प्रदेशमा हस्तान्तरण गर्न जुन ढङ्गले कन्जुसाइ गरिरहेका छन्, यो यथार्थ हो। त्यो कन्जुसाइका कारणबाट प्रदेश सरकारले अघि माननीय मुख्यमन्त्रीले भने जस्तै विकास र समृद्धिको अभियानमा, भौतिक पूर्वाधारका निर्माणमा, सुशासनका सवालमा प्रदेश सरकारले महत्त्वपूर्ण कामहरू गरेको छ कोशी प्रदेशमा, तर त्यो जनताका बिचमा पुगेको छैन। र खालि यो सरकार गठन र विघटनका कारणबाट जुन वितृष्णा जनतामा फैलिएको छ, यो हाम्रो दोष होइन, हामी प्रदेशका मान्नेहरूको दोष होइन, प्रदेशको मुख्यमन्त्रीको दोष पनि होइन, यो सङ्घीय नेतृत्वमा बस्ने केन्द्रीकृत मानसिकताको उपज हो भन्ने मलाई लाग्छ। यो गलत हो, तपाईँहरूले गरिरहेको केन्द्रीकृत मानसिकताले गर्दा हामीलाई गाह्रो भयो भन्न नसक्नु चाहिँ दोष होला, तपाईँहरूको दोष हो। म चाहिँ वास्तवमा त्यो कुरालाई स्वीकार्छु। केन्द्रीकृत मानसिकतालाई, केन्द्रको निर्देशनलाई हामीले आत्मसात गरेर त्यसको विरुद्धमा प्रदेशका हक अधिकारलाई स्थापित गर्ने कुरामा, प्रदेशका अधिकारलाई स्थापित गर्ने कुरामा हामीले जुन ढङ्गबाट अडान लिन सकिरहेका छैनौँ, त्यो दोष हाम्रो पनि हो। जस्तो म उदाहरणसहित भन्छु, मानिलिउँ अहिले यो कोशी प्रदेशमा सत्ता अदल बदल भएको छ, 9वटा मुख्यमन्त्रीज्यू बनिसक्नु भएको छ। अहिले हामी मौजुदा प्रदेशमा पनि 4 जना मुख्यमन्त्री छौँ, मन्त्रीको त सङ्ख्यै नगरौँ। यसरी अब छोटो समयमा सरकार बदलिरहँदा हामी मन्त्रीहरूको चाहिँ बाटो हिँड्दा पनि कुम ठोकिने अवस्था भइसक्यो, जताततै मन्त्री मात्रै भइसक्यौँ। यसले पनि जनतामा वितृष्णा पैदा गरेका कारणबाट, राजनीतिक अस्थिरताका कारणबाट, सरकार फेरबदलका कारणबाट प्रदेशले गरेका पूर्वाधार निर्माणका कामहरू र सुशासनका कामहरू जनताको नजरमा छाया परेको मैले अनुभव गरेको छु। त्यसो हुँदाखेरि एउटा व्यक्तिगत सवाल जस्तो होला, यहाँको पार्टी सभापति शेरबहादुर देउवाज्यूलाई, मुख्यमन्त्रीज्यूले पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूलाई, उहाँ गौतम सरले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउन नसक्नु भएको कि उहाँहरूले बुझ्न नसक्नु भएको कि यत्रो सङ्घर्ष गर्ने नेतृत्व, टावरिङ पर्सनालिटी उहाँहरू नै हो, यही प्रदेशलाई कमजोर बनाउने गरी केन्द्रीकृत मानसिकता उहाँहरू नै बोक्नुहुन्छ?